हेलो गाइस मैले मशरुम पकाउन लागे ल भन है मैले मेथी र ज्वानो हेलो गाइस अब मैले मशरुम प्याज पकाउन पनि लागे ल राख्छु हेर्नु ल अब प्याजलाई भुट्छु रातो हुने गरी प्याज पक पक प्याज पक पक पठाउने चलाऊ शशाङ्क राम्रोसँग चलाऊ अलिकति टमाटर नि राखिसक्यो है अब पटेटोलाई म झ्वाममा पार्छु हेर्नु अब राम्रोसँग मैले चलाउँछु झम झम राम्रोसँग चलाइ हेर्नु न मेरो ढङ्ग अब मैले मशरुमलाई झ्वाइ पार्छु हेर्नु त मेरो ढङ्ग मजाले चलाइयो अलि पक्यो पनि होला के रे अब हाम्रै बारीको धनिया टिप्न गएँ म यहाँ पनि टिपियो मैले टिपेको ढङ्ग हेर्नु त त्यहाँ मैले धनियालाई धोएर सब्जीमा राखेँ अब हाम्रो सब्जीले के भयो हेर्नु वाओ मशरुम भेजिटेबल यम्मी कस्तो देखेको छ गाइस खाम भयो कि नै हजुरलाई मैले पकाएको साह्रै मिठो छ है गाइस आउनु खानलाई अब मेरो मम्मा दिदीलाई त मैले हँसाइ पाल्छु के मिठो खानेकुरा खान दिन्छु के अब त म त ठुलो भएँ नि फरियस लर्निङ अलि दुःख त गर्नु पर्यो नि अब मैले खान लागे कस्तो होला मिठो छ दामी भन्छ के म त सानोतिनो त कुक